आज मैले फर्स्ट टाइम बनाएर खुवाएँ मम्मी र पापाले पपिताको चटपटे। र यदि तपाईहरू पनि पपिताको चटपटे खान चाहनुहुन्छ भने पहिला मेरो यो भिडियोलाई लाइक गर्नु, त्यसपछि म तपाईहरूलाई आफ्नो हातबाट बनाएर पपिताको चटपटे खुवाउँछु। र अब पपायाको चटपटे बनाउनु भन्दा पहिला एउटा कुरोको धेरै ध्यान दिनुपर्छ, किनकि यदि तपाईहरू पपाया खानुहुन्छ भने यो कुरो जान्नु तपाईहरूको लागि एकदमै जरुरी छ। र अब त्यो कुरो के हो भने म तपाईहरूलाई बताउन गइरहेको छु। सबैभन्दा पहिला पपायाको यो भाग काट्न बित्तिकै त्यसपछि हातबाट यस्तो यस्तो गरेर यसको सबै पोइजन बाहिर निकाल्नु, किनकि हामी यसको पोइजन बाहिर निकालेन भने पपिताको स्वाद पनि बिग्रिन्छ र साथैमा हाम्रो स्वास्थ्यमा पनि धेरै असर पर्छ। त्यही भएर मैले यसको सबै पोइजन बाहिर निकालेर यसलाई राम्रोसँग छिलेर एकछिनको लागि पानीमा राखे। त्यसपछि अब यसलाई बिचबाट काटेर यसको भित्र रहेको सबै बियालाई हातबाट राम्रोसँग बाहिर निकाल्न थाले। र अब यसको सबै बिया राम्रोसँग हातबाट निकालेपछि यसलाई मैले एउटा चाकुबाट पातलो पातलो पिसमा काट्न थाले। त्यसपछि अब चाकुको मद्दतले बिचको भागलाई पनि सफा गर्दिए। र अब यति धेरै मेहनत गरेपछि लास्टमा अब यसको चटपटे बनाउनको लागि तयार भइसकेको छ। तर पहिला मैले यसलाई मम्मीलाई खुवाएर चेक गराए, त्यसपछि एक पिस बाबालाई पनि खुवाए। अब यो सबै हेरेर भाइले पनि खानको लागि जिद गर्न थाले। त्यही भएर लास्टमा मेरो सबै पपिता सकियो, जसले गर्दा आज म पपिताको चटपटे बनाउन सकेन।